नमस्ते टसिदेले फ्याफुला सबैजनालाई म जोर्डेन गुरुङ तपाईहरु सबैजनालाई आजको यस भिडियोमा म स्वागत गर्दछु र आजको यस भिडियो भने धोक्पा गर्ने तरिका को विषयमा लिएर हो है। अब धोक्पा भनेको के हो? धोक्पा भनेको जस्तै बाधा अर्चनहरुबाट मुक्ति हुनु, बाधा अर्चनहरु मेटाउनु है, त्यसैलाई धोक्पा भनिन्छ है। र धोक्पामा अब धेरै पाठहरु छन् है, जस्तै सेङदोङमाई धोक्पा भनिन्छ र अरु धुकरकी धोक्पा भनिन्छ है, सिद्धोक भनिन्छ। त्यस्तो धेरै धोक्पाहरु छन् है। र त्यसमध्ये आज चाहिँ म तपाईहरुलाई सधैं चाहिँ छोटो एउटा धोक्पाको पाठ छोटो धोक्पाको पाठ चाहिँ तपाईहरुलाई भन्ने छु, जुन चाहिँ रहेको छ सेङदोङमाई धोक्पा भनिन्छ। सेङदोङमा भनेको एउटा लामो है, एउटा यस्तो लामो एकजना हो देवता जसको चाहिँ अनुहार चाहिँ लायनको छ, सिंह है, सिंहको अनुहार छ है। सेङदोङमा भनेको त्यो सिंहमुखे के त्यस्तो पनि सिंहमुखे पनि भनिन्छ है। र उहाँको धोक्पा चाहिँ हामीले हाम्रो गुम्बामा चाहिँ जस्तै अब सधैं बेलुकाको प्रेयरमा, बेलुकाको पाठ गर्ने बेला बेलुका सधैं गर्ने गर्छौं हामीले हो। र त्यही धोक्पा चाहिँ म तपाईहरुलाई आज सिकाउने छु है। र पहिलो पाठ यस्तो रहेको छ, पल्देन दुर्जे लामोने ठाउँमो सेङ्गे धोङ्बा चाहिँ हेजे मे हेसे ठो सेङ्गे धोङ्जेन लामोर थी। हजुर, अब यो चाहिँ त्यही अब सिंहमुखे देवतालाई चाहिँ हामीले ढोक गरेको है। र अब उहाँलाई ढोक गर्ने बेला मैले अघि फोटो देखाए चाहिँ सधैं अब त्यो उहाँलाई याद गर्ने है, उहाँ कस्तो देख्नुहुन्छ है, उहाँले हातमा के बोकेको छ है, त्यो सबै हामीले याद गरेर चाहिँ यो धोक्पा पर्ने बेला चाहिँ त्यो याद गर्नु पर्यो हामीले है त। र त्यो याद गरेर चाहिँ त्यो पाठ पढेर चाहिँ अनि हामीले अब हाम्रो बाधा अर्चनहरु मेटाइदिनु भनेर चाहिँ हामीले प्रार्थना गर्ने हो नि त है। र मन्त्र चाहिँ यस प्रकारको छ है, आकाशमा रजा सदा रजा माराया फेट भने माराया फे है। र यसमा चाहिँ 14 वटा शब्दहरु छ है। आकाशमा राजा सदा रजा माराया फे भनेर है त। अब यसलाई तपाईले जति सक्दो जप्नु है। आकाशमा राजा सदा रजा माराया फे, आकाशमा राजा सदा रजा माराया फे, आकाशमा राजा सदा रजा माराया फे, आकाशमा राजा सदा रजा माराया फे गरेर यसरी तपाईले जति सक्नुहुन्छ त्यति जप्नु होला है। र अन्तमा अब खास अब धोक्पा चाहिँ यस्तो छ, खाडोमा सेङ्गे धोङ्बा चाहिँ खेगेर। अब याद गर्नुपर्ने चाहिँ धोक्पा गर्ने बेला अब यो धोक्पा गर्ने बेला चाहिँ हामीले आफ्नो हातलाई चाहिँ बायाँ हातलाई तल, दायाँ हातलाई माथिबाट यसरी राख्नु पर्यो है त। यसरी राखेर पढ्ने, खाडोमा सेङ्गे धोङ्बा चाहिँ खेगेर ना देबे थुदा नेबाला तेने नजरबा दाजाबेनो खोर्दा चेबा नमला थावर चेबे ढा नेबर चेबे गेक बर्दु चेबे किन धना टामी चेबे छोरेङ याबा थम्चे छेर्दोबा घ्योरचिक भनेर लास्टमा चाहिँ घ्योरचिक भन्ने बेला चाहिँ हात यसरी हात घुमाइकन चाहिँ यसरी थापडी लाउने है त। बुझ्नुभयो? यो पाठमा के भनेको छ भन्दाखेरि अब सिंहमुखे देवता तपाईले है, तपाईको जुन यो मन्त्र छ आकाशमा राजा सदा रजा माराया फे, यो हामीले जपेको निम्ति, तपाईको यो पाठ पढेको निम्ति अनि तपाईले चाहिँ तपाईको अब शक्तिले है, तपाईको शक्ति क्षमताले चाहिँ अब हामी सबैजनाको म मात्र नभइकन है, हामी संसारका सारा प्राणीहरुको चाहिँ संसारका सारा प्राणीहरुलाई हानि गर्ने दुश्मन है, अब अनि एउटा बाधा अर्चन है, एउटा नराम्रो कुराहरु है, त्यो सबै चाहिँ अनि यो मन्त्र यो पाठ पढ्ने निम्ति चाहिँ मेटेर जाउन्, हटेर जाउन् अनि हराएर जाउन् भनेर चाहिँ धोक्पा गरेको है त। लास्टमा चाहिँ यसरी थापडी मार्ने है, यसलाई चाहिँ भन्छ धोक्पा गर्नु है। धोक्पा भनेको अघि मैले भने चाहिँ मेटाउनु, हराउनु है, अब मुक्ति हुनु, त्यस्तोलाई भन्छ धोक्पा भनेको है।
हस् त यो चाहिँ थियो अब पाठ चाहिँ है ल र अन्तमा अब प्रार्थना चाहिँ यस प्रकारको छ 토모 바르베 소남게 다게 쳔마 탐셰게 링아 탈베 돈돌로 남셰 쉐게 인소보 켜게 링아 대베 내제 말리 시와 지삼 미신 투바다 셰룹된 바게 바르체 यो प्रार्थना पनि पाठमा अघि पाठमा भने चाहिँ एउटै हो तपाईको यो मन्त्र जपे निम्ति तपाईको यो पाठ पढे निम्ति तपाईलाई सम्झेर हामीले यो पाठ पढेको छु है यो मन्त्र जपेको छु र यसले चाहिँ अब जति पनि हामीले अब धर्महरु जति पनि पुण्य कमाएको छौं त्यसले चाहिँ संसारका सारा प्राणीहरुको चाहिँ बाधा अडचनहरु हराएर जाउँ है अब हामीलाई हानि गर्ने दुश्मन होस् जे पनि होस् है त्यो सबै मेटेर जाउन् त्यो सबैबाट मुक्ति पाउन् है धर्म चाहिँ फैलिएर जाउन् भनेर चाहिँ सुख शान्ति फैलिएर जाउन् भनेर चाहिँ प्रार्थना गरेको हो है र यसैगरी अर्को धुकर तक्वा छ है त्यो पनि तपाईलाई जान्न मन छ भने म यसरी नेपालीमा लेखेर तपाईलाई सिकाउने छु है कमेन्टमा लेख्नु होला र त्यसैगरी अरु धर्म सम्बन्धित पाठ मन्त्रहरु र धर्म सम्बन्धित कुनै पनि विषयमा जान्न मन छ भने तल कमेन्टमा लेख्नु होला है भन्दै भिडियोको अन्तिमसम्म हेरिदिनु भएकोमा एकदमै धन्यवाद अनि यो भिडियोलाई लाइक गरिदिनु होला शेयर गरिदिनु होला सब्स्क्राइब गरिदिनु होला भन्दै आजको भिडियो यही म अन्त गर्नेछु है त हस्त अनि अर्को भिडियोमा भेटौँला धन्यवाद